मेघेन्द्र गुरुको गाई हो, होलिस्टेन, एकदम राम्रो छ। राम राम राम। भुइँ कठार पनि दह्रो फलेको छ नि त। अनि हाम्रो आमाको पनि भारी पुछाएछ, के मजाले फलाएछ बुढाले। छिमेकी भाउजू एकदम परिश्रमी, एकदम लगनशील हुनुहुन्छ। उहाँको परिश्रम हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्ते। तपाईहरुलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म घाँस काट्नलाई जङ्गल आएको छु पाखातिर। मेरो चाहिँ घाँस भारी पुगिसकेको छ। अब हाम्रो आमाको भारी पुग्नु बाँकी छ है त। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है। यो चाहिँ हाम्रो वनजङ्गल। यहाँ हाम्रो अम्लिसो छ, बिरुवाहरू छ है। यहाँ हाम्रो खोल्ची टक्कसँगले हामी यहाँनिर घाँस काट्न आएका छौँ है। त्यसै जङ्गल घारीमा आएका छौँ। ल हाम्रो आमा त ऊ पढाउनु जाऊ। हाम्रो आमा त्यहाँ पुग्नुहुन्छ त, घाँस काट्दै हुनुहुन्छ। भारी पुगेन आमा? डोको ल्याउनु? बिरह चल्छ नि डाँडा पारी वन, बिस्तुरीको मायाले सारे मलाई चिरे। राम राम राम। के फलेको नि यो बोटै त मरिसक्यो। अनि के गर्ने अब? काम छैन अझैको। हाम्रो आमाको पनि भारी पुछाएछ। आमाको भारी पुछ्यो। आमा अलिक कम्ती बोक्नु भनेको। गाउँको केटी ल तान्नु हो। आमाको पनि भारी ठुलै भयो नि। सानो बोक्नु भनेको मान्नु भएन। मेरो भारी पुछाएछ। अब बान्नेवालामा छु म। ल ल है, यो चाहिँ हाम्रो मेघेन्द्र गुरु घर हो। मेघेन्द्र गुरु हाम्रो दाजु घर हो। यो चाहिँ हाम्रो मेघेन्द्र गुरुको साथी हो। फेरि यसले जङ्गल एक्लै सुरक्षा गर्ने हो केटोले। खतरा छ केटो। जङ्गल त यसले एक्लै हेर्छ नि, हैन कान्छा?
ल तेरो नाम के हो भन्दै तेरो नाम के अरे टाटो मेघेन्द्र गुरुको घर वरिपरि एकदम मकै बार्ने बारी छ मकै पाकिरहेछ यसपाल हाम्रो घाँस चाहिँ माथि राखेको छु हो हाम्रो घाँस हो ब्लगिङ ज्याप्पसँगले मेघेन्द्र गुरुको कफी हेर्नु त राम 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 के मजाले फलाएछ बुढाले थ लास्टै मेहनती बुढा हो के मजाले कफी फलाए हाम्रो मेघेन्द्र गुरु लास्टै हुनुहुन्छ एकदम मेहनती हुनुहुन्छ परिश्रमी हुनुहुन्छ कति मजाले फलाए अकबरे खोर्सानी त राम राम अकबरे खोर्सानी फलाएछ बुढाले मजाले एकदम राम्रो सब्जीको लागि यो चाहिँ कटहर भन्छ यो रुख कटहर एकदम दामी हुन्छ है ल गाइस दामी हुन्छ उहाँ चाहिँ हाम्रो छिमेकी भाउजू एकदम परिश्रमी एकदम लगनशील हुनुहुन्छ उहाँको परिश्रमीले गर्दा नि आज यहाँको सबै राम्रो भएको एकदम उहाँ एकदम मेहनती हुनुहुन्छ जंगल छेउ बस्नुहुन्छ एकदम धेरै आम्दानी गर्नुहुन्छ है उहाँ अब एकदम मेहनती हुनुहुन्छ राम 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 भुइँ कटहर पनि दह्रो फलेको छ नि त अनि फलफुल त कति भाउजूहरुकोमा